तपाईको हातमा भएको यो मोबाइल दिनभरि टिकटक र फेसबुक हेर्न मात्र काम लाग्छ कि यसले पैसा पनि कमाउन सक्छ? धेरैलाई लाग्छ इन्टरनेटबाट पैसा कमाउने कुरा सबै झुट हो, ठगी हो। यदि तपाईलाई पनि त्यस्तै लाग्छ भने आज अर्जुनको यो कथा एकछिन ध्यान दिएर सुन्नुहोस्। केही समय अघिसम्म 22 वर्षको अर्जुन पनि बेरोजगार थियो। पढाइ सकियो तर काम छैन। सयौं ठाउँमा धाउँदा पनि खाली रिजेक्सन। धेरैले भने नेपालमा केही हुन्न, पासपोर्ट बना र खाडी जा। तर एक रात अर्जुनले युट्युबमा एउटा भिडियो देख्यो, इन्टरनेटबाट आफ्नै कोठामा बसेर पैसा कमाउनुहोस्। सुरुमा उसलाई पनि यो सबै झुट हो जस्तो लाग्यो, तर उसले अलिकति खोज तलास गर्यो र एउटा ठूलो कुरा बुझ्यो। काम भनेको अफिसमै गएर वा इँटा बोकेर मात्र हुँदैन। सोच्नुहोस् त, एउटा सिकर्मीले कुर्सी बनाएको पैसा लिन्छ नि, हो इन्टरनेटमा पनि ठ्याक्कै त्यस्तै हुन्छ। मानौ अमेरिकामा भएको कुनै मान्छेलाई आफ्नो पसलको लागि एउटा भिडियो वा डिजाइन चाहिएको छ। उसले त्यो काम इन्टरनेटमा राख्छ। तपाईँ नेपालको आफ्नै कोठामा बसेर त्यो काम गरिदिनुहुन्छ र उसले इन्टरनेटबाटै तपाईलाई डलर पठाउँछ। यसैलाई भनिन्छ फ्रीलान्सिङ, आफ्नो सिप बेच्ने आफ्नै घरबाट। तर अर्जुनले सोच्यो, मसँग त कुनै सिप छैन, मलाई त केही आउँदैन। उसले बुझ्यो कि सुरु गर्न पैसा लाग्दैन। उसले यस्ता 3वटा सिपहरू स्किल्स सिक्यो जुन सिक्न एकदमै सजिलो छ। पहिलो, भिडियो एडिटिङ। तपाईँ दिनभरि रिल्स र टिकटक हेर्नुहुन्छ नि, ती भिडियोहरू कसै न कसैले त काटेर गीत हालेर बनाएको हो। अर्जुनले आफ्नो मोबाइलमै क्यापकट भन्ने एप डाउनलोड गर्यो र भिडियोहरू मिलाउन सिक्यो। विदेशका मान्छेहरूलाई आफ्नो भिडियो यसरी नै मिलाइदिने मान्छे सधैँ चाहिन्छ। दोस्रो, फोटो वा पोस्टर डिजाइन। पसलको बाहिर राखिने बोर्ड वा फेसबुकमा देखिने विज्ञापनका फोटोहरू तपाईले देख्नुभएकै छ। यो बनाउन ठूलो आर्टिस्ट हुनु पर्दैन। अर्जुनले क्यानभा भन्ने फ्री एप चलाउन सिक्यो। त्यहाँ सजिलै फोटो र अक्षर मिलाएर डिजाइन बनाउन सकिन्छ। तेस्रो, एआई को प्रयोग। अहिले च्याट जीपीटी जस्ता मसिनहरू आएका छन् जसलाई प्रश्न सोध्यो भने सेकेन्डमै उत्तर लेखिदिन्छ। अर्जुनले त्यसलाई सही तरिकाले प्रश्न सोधेर विदेशी कम्पनीको इमेल लेखिदिने वा काम छिटो गरिदिने तरिका सिक्यो। यी काम सिकेपछि अर्जुनले फाइबर भन्ने वेबसाइटमा गएर आफ्नो एकाउन्ट बनायो। जसरी बजारमा पसल थापिन्छ त्यसरी नै इन्टरनेटमा आफ्नो कामको पसल थाप्यो। डे 1 कोही ग्राहक आएनन्। डे 7 कसैले मेसेज गरेन। डे 15 केही काम पाएन। तर अर्जुनले हार मानेन। अनि एक रात पिङ नोटिफिकेसन आयो। एउटा विदेशीले मेसेज गर्यो, मलाई मेरो पसलको लागि एउटा डिजाइन चाहिएको छ, के तिमी बनाउन सक्छौ? अर्जुनले त्यो काम गर्यो र बुझायो। विदेशीले खुसी भएर $30 पठायो। त्यो $30 मात्र थिएन, त्यो एउटा प्रमाण थियो। इन्टरनेटबाट पैसा कमाउने कुरा झुटो रहेनछ भन्ने प्रमाण। 3 महिनापछि अर्जुनको महिनाको कमाई 45,000 भन्दा बढी पुग्यो। आमाले सोध्न छोडिन्, काम भेट्यो? किनकि जवाफ सबैलाई थाहा भइसकेको थियो। यो अर्जुनको मात्र कथा होइन, यो तपाईको पनि कथा हुन सक्छ। खाडीको घाममा पसिना बगाउनु अघि आफ्नै कोठामा बसेर अलिकति दिमाग चलाउने कोसिस गर्नुहोस्। तपाई कुन काम सिक्न चाहनुहुन्छ? भिडियो बनाउने कि फोटो डिजाइन गर्ने? कमेन्टमा लेख्नुहोस्, किनकि पछि गर्छु भन्ने दिन कहिल्यै आउँदैन। सुरु आजैबाट गर्नुपर्छ। सब्स्क्राइब गरेर सँगै जोडिनुहोस्। भेट्दै गरौँला। नमस्कार।